डायबिटिज हुने व्यक्तिहरूमा चाहिँ कम्प्लिकेसन्सहरू हुने सम्भावना चाहिँ धेरै हुन्छ। यो चाहिँ सुगर कन्ट्रोल नभएको कारणले गर्दाखेरि मोस्टली हुने हो। सुगर कन्ट्रोल भए पनि लामो समयसम्म यदि कसैलाई डायबिटिज भयो, 15 वर्ष 20 वर्ष 30 वर्षसम्म डायबिटिज भइरहेको छ, हैन, उहाँलाई रोग छ भने चाहिँ कम्प्लिकेसन्स हुने चान्स हुन्छ। त्यसमध्ये धेरै जस्तो हामीले कमनली देख्ने कम्प्लिकेसन्सहरू भनेको चाहिँ किडनी फेल हुने, हैन, किडनी फेलियर, त्यस्तै गरेर हार्ट एट्याक, हृदयघात हुने बिरामीहरूलाई, त्यस्तै गरेर पक्षघात, इस्केमिक स्ट्रोक भन्छौँ, हैन, प्यारालाइसिस गराउने, त्यस्तै गरिकन आँखाको पर्दामा चाहिँ नयाँ नयाँ रगतको नलीहरू पलाउँछ, डायबिटिक रेटिनोप्याथी भन्छौँ। अनि त्यो नयाँ नलीहरू चाहिँ कमजोर हुन्छ र त्यो फुट्छ, अनि त्यो बिरामीलाई थाहै हुँदैन, अनि आँखा धमिलो देखियो, अलि राम्रोसँग आँखा देखिएन भनेर उहाँले कम्प्लेन गर्नुहुन्छ, हैन। त्यस्तै गरिकन खुट्टाका सानसाना मसिना नलीहरू र नर्भ्सहरू चाहिँ ड्यामेज गरेर घाउ, खुट्टामा चाहिँ सानो सानो घाउहरू हुने र त्यो घाउहरू चाहिँ बढ्दै गएर पछि खुट्टा नै काट्नुपर्ने बाध्यता पनि आउँछ। यो चाहिँ कमनली देखिने हामीले डायबिटिजको लङ टर्मसम्म रोग लागिराख्यो भने र नियन्त्रण राख्न सकेनौँ भने चाहिँ देखिन्छ। कुनै कुनै व्यक्तिहरूमा तपाईँले भने जस्तै नै सुगरको सामान्य जुन लक्षणहरू छ त्यो नदेखिकन सुरुमै नै उहाँहरूलाई थाहा पनि हुँदैन मलाई डायबिटिज छ भनेर, हैन, अनि एकैचोटि चाहिँ यो कम्प्लिकेसन्सहरू लिएर आउनुहुन्छ। अब यस्तोमा चाहिँ बिरामीको दोष खासै छैन, किनभने उहाँलाई आइडिया हुँदैन। एउटा दोष चाहिँ के हुन्छ भने उहाँले समय समयमा कहिले पनि चेकअप गरेको हुनुहुँदैन, अनि त उहाँलाई थाहा पनि हुँदैन। त्यसकारणले आफूलाई डायबिटिज रोग छ भने चाहिँ यदि यो कम्प्लिकेसन्सहरूबाट जोगाउन छ भने चाहिँ समय समयमा चाहिँ रगतको जाँच गरेर एन्डोक्राइनोलोजिस्ट अथवा फिजिसियन डक्टरसँग परामर्श लिएर सुगरलाई यदि राम्ररी कन्ट्रोलमा राख्न सक्यौँ भने यो कम्प्लिकेसन्सहरू स्टार्ट हुँदैन। तर यदि यो कम्प्लिकेसन्सहरू सुगर कन्ट्रोल हुँदा पनि स्टार्ट भयो भने सुरुको अवस्थामा छ भने हामीले त्यसको चाहिँ उपचार गरेर त्यसलाई नियन्त्रण गर्ने अथवा त्यसको निदान गर्ने हामीसँग उपाय रहन्छ।